मेरो छोराको बर्थडे के अनि छाता चोकमा त्यहाँ अनाथ आश्रम छ नि त्यहाँ चाहिँ यो यसो सहयोगको लागि लगेर गयो। यो चाहिँ एकदम के सोचेर थोरै भन्नुभयो, हाम्रो लागि त यो त धेरै हो, ठुलो हो। हेलो एभ्रिवान, नमस्ते। इट्स बुढाबुढी भ्लग। सो आज चाहिँ हाम्रो बाबु कान्छाको ह्याप्पी बर्थडे रहेको छ। सो वी आर सेलिब्रेटिङ एट हालासान। ह्याप्पी बर्थडे कान्छा, लभ यु। ह्यापी बर्थडे टु यु। ल हामी चाहिँ अहिले छाताचोक अवस्थित त्यहाँनिर अनाथ आश्रम भनौँ या वृद्धाश्रम, त्यहाँनिर चाहिँ हाम्रो छोराको जन्मदिनको अवसरमा केक काट्न र केही सहयोग गर्नको लागि जाँदैछौँ। अलिअलि सहयोग लिएर जाँदैछौँ हामी चाहिँ। ल हामी चाहिँ अब लाग्यो है। ल पछाडि मसँग चाहिँ अहिले मेरो बुढी चाहिँ पछाडि बस्नु भएको छ, अगाडि बस्नु भएको छैन। हामी भर्खर घरबाट निस्क्यौँ। अहिले साथमा मसँग चाहिँ हाम्रो मेरो ठुलो दाजुको छोरा आर्य भतिज, अनि त्यसै गरी मेरो सोल्टिनीको छोरा जेनिस, अनि मेरो श्रीमतीजी र मेरो दुईजना छोरा है छन् साथमा। अब मेरो बुढी अगाडि नबस्नुको कारण चाहिँ मेरो भेन अलिक ज्यान सानो छ, पछाडि फेरि यताउता हुन्छ भनेर यहाँ अगाडिको सिट चाहिँ छोडिदिएको छु। उहाँलाई चाहिँ हामीले यहाँ बुद्ध चोकबाट रिसिभ गर्दैछौँ। ल यतातिर अब हेर्नुहोस् हाम्रो भेना यहाँनिर अब उहाँ आउँदै हुनुहुन्छ। ल ल वेलकम भेनाजी। बर्थडे बोय डोन्ट स्लिप हस। ल अब हामी उहाँलाई लिएर हिँड्यौँ। हामी प्राय जन्मदिन मनाउँदै गर्दाखेरि चाहिँ मेरो त्यही क्या भेना विचार क्या, अब प्राय हामी सधैँभरि खाइरहेको हुन्छौँ, लागिरहेको हुन्छौँ, घुमिरहेको हुन्छौँ, हो कि न भन्नु न। तर कम्तीमा यसरी बर्थडेहरू मनाउँदै गर्दा समस्या भएकोहरूसँग होइन गएर केही सिन भयो भने हामीले बर्थडे मनायो केही सहयोग गऱ्यौँ भने बिचरा उहाँहरूको लागि त ठुलो कुरा हुन्छ नि त त्यस्तो होइन, सधैँभरि गर्नु पाउँदैन। अनि त्यही भएर अब अस्ति ठुलो छोराकोमा पनि गयो, पोहोर पनि गयो होइन। अब सुरुदेखि नै गइरहेको छ हामीले होइन। र अर्को कुरा चाहिँ मलाई त्यही बर्थडेको बेला चाहिँ रुखहरू रोप्ने क्या भएन बिरुवा क्या, किनकि संसार त यो ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले त अब सकिन आँटिसक्यो नि त, हो कि न भन्नु त। त्यो रुखहरू रोप्नेको नि एकदम मलाई मनपर्छ क्या बिरुवाहरू। अब नानीहरूको बर्थडेको बेला त्यही 2-3टा रुखहरू त्यो रोप्दै गर्ने होइन। मैले माथि त्यहाँ सिर्केमा दाजुलाई होइन रुख चाहिँ रोपिदिनु भनिरहेको छु। ल यहाँबाट त हामी सामान लाँदैछौँ है, अलिकति सहयोग गर्ने भएको छौँ, त्यो सामानहरू लाँदैछौँ। ल सोल्जर होला होइन सर, आज त्यही मेरो छोराको बर्थडे के अनि छाता चोकमा त्यहाँ अनाथ आश्रम छ नि त्यहाँ चाहिँ यो यसो सहयोगको लागि लगेर गयो। यो चाहिँ एकदम राम्रो। हजुर हजुर पार्टी दिएर सिकाउनु सही लाग्छ। हजुर हजुर हजुर। ल यति सामान हामीले लगेर जाँदैछौँ। अब यसो सबैले खान पाऊँ, सबैले लाउन पाऊँ होइन, सबैलाई पुगोस्। हामी चाहिँ जहिले पनि केक टाउनबाटै केक लान्छौँ। केक टाउनको केक चाहिँ मलाई चाहिँ एकदम मिठो लाग्छ है, स्पेसली यहाँको रेड भेलभेट चाहिँ एकदम मिठो लाग्छ। अहिले पनि हामीले यहाँबाट केक लाँदैछौँ, तर यो केक चाहिँ हामी घरमा खाने भन्दा पनि त्यही हामी अनाथ आश्रममै लान्छौँ। वृद्धाश्रम पनि दुइटै छ, त्यहाँनिर बुढाबुढीहरू हुनुहुन्छ, अपाङ्गहरू हुनुहुन्छ, बच्चाहरू हुनुहुन्छ, सबै हुनुहुन्छ। अनि विशेष चाहिँ त्यो चाहिँ कुनै पनि सङ्घ संस्थाहरूबाट एनजिओबाट फन्डेड होइन क्या। तपाईँ हामी जस्तो व्यक्तिले जति सहयोग गर्नुहुन्छ त्यही सहयोगबाट चल्ने हो। त्यही भएर हामी चाहिँ प्रायः हाम्रो बच्चाहरूको बर्थडेमा चाहिँ सधैँ त्यहाँ जाने गरेका छौँ, जति सक्छौँ सहयोग लगेर जाने गरेका छौँ। र त्यो अनाथ आश्रम चाहिँ कहाँ हो भन्ने कुरा तपाईँलाई थाहा छैन भने पुरानो अस्पताल जुन छ तपाईँलाई यो छाताचोकदेखि माथि देब्रेपट्टि ठुलो भित्र त्यो बरको रुख छ, बर पिपलको रुख छ, अनि त्यहाँभित्र त्यही पार्किङहरू पनि कारहरू स्कर्पियोहरू पार्किङ राख्ने गरेको छ। त्यहीँनिर हो, त्यहीँनिर बस्ने गरेको छ उहाँहरू। अब यहाँ छाताचोकबाट हामी उकालो भेटार जाने बाटोतिर उत्तरतर्फ हामी लाग्छौँ, देब्रेपट्टि उकालो जाने भयो। र तपाईँहरूले यहाँनिर छाताचोकदेखि उकालो जाने साथ यो ठुलो बाटोमा रुख देख्नु सक्नुहुन्छ। यो बर पिपलको खोइ के को रुख हो, बर हो कि पिपल हो, सायद तल्लोपट्टि बर माथिल्लोपट्टि पिपल होला। अनि यहाँनिर चाहिँ तपाईँहरू धरान स्वास्थ्य चौकी लेखिरहेको छ, यहाँनिर छिर्नु पर्ने हुन्छ है। अनि छिर्ने साथ यहाँनिर गाडीहरू अलि पार्क गरिरहेको छ, छिर्ने साथ यहाँ देब्रेपट्टि चाहिँ होला। यहाँनिर चाहिँ तपाईँले हेर्नुभयो भने यतातिर चाहिँ यहीँनिर अहिले उहाँहरूको बसाइ छ। अब सामान झिक्दैछौँ, यहाँ भाइहरू दुईजना छन्, अरू छैनन्।
ल यहाँनिर भित्र अहिलेसम्म वरि पुनर्स्थापना गृह धरान रिहेबिलिटेसन होम धरान भनेर छ यो चाहिँ। ल यहाँ हेर्नुहुन्छ नि पुनर्स्थापना गृह धरान छ। उहाँहरूले फोन नम्बर चाहिँ राख्नु भएको छ यतातिर हेर्नुहोस् है। Happy birthday to you. Look, Kanta. Kanta, come on. Foo, Kanta. Look, birthday boy अलिक निदाइरहेको छ यहाँनिर। होइन हामीलाई भयो। अब हामीले केक लियो। अब यो केकहरू हजुरहरू बाँडेर खानुहोस् ल। अनि अब धेरै त होइन, हामीले 2 बोरा चामल, 2 बोरा दाल, कालो दाल र मुसुरी दाल, अनि सोयाबिन, सोया चङ्क्स, अन्डाहरू, अनि यो तेल ल्याइदिएको छौँ। यो तपाईँलाई एउटा तेल अनि रम्पमहरू चिनीहरू ल्याइदिएको छु। पहिला चाहिँ मासु पनि ल्याइदिएको थियो। अहिले चाहिँ मासु किन नल्याउनु भन्दाखेरि त्यो बोक्दा गाडीमा बिग्रिँदो रहेछ, गनाउँदो रहेछ। अनि त्यस्तो गनाएको मासु खानुभन्दा मासु चाहिँ हामीले ल्याएनौँ, अरू कुरा ल्याइदिएको छौँ। ल हजुरलाई यो पैसा पनि यति, यो अब हजुरले के किनेर दिनुहुन्छ? यो सानो सहयोग ल। ल अब हजुरहरू केक काटेर खानु होला। नमस्ते, म लक्ष्मी राई, म यो पुनर्स्थापना गृहको अध्यक्ष हजुर। र हजुर पहिला पनि यसरी आइदिनु भएको थियो, जति जे भए पनि हजुरहरूले सहयोग गरिदिनु भएको थियो, त्यसमा पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आजको दिन पनि सानो बाबुको बर्थडे रहेछ है, उहाँ बाबुलाई पनि धेरै धेरै राम्रो र सुस्वास्थ्य रहोस् र उहाँको जिन्दगीमा ठेस ठोकर भन्ने कहिले पनि नआओस्। र फेरि आज पनि उहाँ बाबुको बर्थडेको दिन पारेर हजुरहरूले हामीलाई, मेरो छोरा छोरी बुवा आमा सबैलाई सम्झेर हजुरले थोरै भन्नुभयो, तर तपाईँले, तर यो सहयोग आउनु नै हाम्रो लागि धेरै धेरै ठुलो हो है। हजुरले अब के सोचेर थोरै भन्नुभयो, हाम्रो लागि त यो त धेरै हो, ठुलो हो। र हामीलाई, मेरो संस्थालाई र मेरो केटाकेटीलाई सम्झेर हजुरले यति सहयोग गर्नुभएको छ, त्यसमा चाहिँ म हजुरलाई धेरै 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 नै धन्यवाद भन्छु। फोन नम्बर छोडिदिएको छु, मेरो श्रीमतीको फोन नम्बर हो। हजुर। जस्तै तपाईँहरू भोलि पर्सि यहाँनिर अब नगर अस्पताल बनाउने कुरा हुँदैछ। हजुर। अब सायद तपाईँहरूलाई त्यो अवस्थामा यहाँ राख्दैन होइन नगरपालिकाले। अर्को ठाउँ कुनै ठाउँ सर्नु भयो भने पनि त्यो हाम्रो नम्बरमा चाहिँ हजुरले फोन गरेर चाहिँ हामीले जानकारी गराइदिनु होला। ए हस्। ल हामी चाहिँ अहिले यहाँबाट निस्किएर अब चाहिँ घर जान्छौँ है। अब के चाहिँ हुन्छ भन्दा तपाईँलाई कुरा गर्नु पर्दा यो जब अब यहाँ हामीले बर्थडे सेलिब्रेसन गऱ्यौँ होइन, तर अब साथीभाइ आफन्तहरू पनि हुन्छन्, अब उहाँहरूलाई पनि सेलिब्रेसन गराउनै पऱ्यो होइन। त्यो भएर अब बाँकी हाम्रो भरे पनि सेलिब्रेसन छ। भरे चाहिँ हामी हालासन जाँदैछौँ। हालासन रेस्टो यो पनि नयाँ खोलेको रेस्टो हो। अस्ति पनि लास्ट टाइम हामीले, म र मेरो बुढीजी गएको थियो, त्यहाँनिर खानेकुरा राम्रो लागेको थियो होइन, त्यहाँनिर गयौँ कि। अनि अब टक्क अस्तिको लास्ट हरेक हाम्रो चाहिँ के हुन्छ भने तपाईँलाई खानेकुरा धेरै अर्डर गर्छौँ, खानु नसकेर होइन, अनि टेक अवे लिएर आउँछौँ। टेक अवे लिएर आइसकेपछि त्यसको 2-3 दिनसम्म चाहिँ हाम्रो आएर जिनिसले इन्जोय गर्छ। अब आज चाहिँ हाम्रोमा खानुमा चाहिँ सबभन्दा बिन्दास खाइदिने भनेको चाहिँ हाम्रो आर्य छ। आर्य त ऊ चाहिँ बिन्दास खाइदिन्छ, उसलाई टेन्सन छैन, किनकि बिहान बेलुकी कुदेर कुदेर उसले त्यो सबै जति पनि क्यालोरी कन्ज्युम गरेको घटाइहाल्छ, उसलाई समस्यै छैन। अनि हाम्रो जेनिस भाइ पनि पहिला खतरा खान्थ्यो, म अस्ति युकेबाट नआइन्जेलसम्म चाहिँ होइन। अनि त्यहाँनिर म युकेबाट हेर्छु केटो मोटाएको छ खै केटो घट्नुपर्छ भन्थेँ। अनि यहाँ चाहिँ आएर के भन्दो रहेछ भन्दा मेरो बुढीलाई चाहिँ, आन्टी अब सर युकेबाट आएपछि म घटिहाल्छु नि, सरले आएपछि मलाई घटाइहाल्छ। अनि आन्टीको चाहिँ माया बढी भएर केटो खाएको आउँदाखेरि त केटो त पेट पनि निकालिरहेछ, गाला पनि फुल्लाइरहेको छ। अनि अहिले चाहिँ पक्का फेरि घटाएको छ, उसले वेट घटाएको छ, फेरि 6 प्याक निकालिसकेको छ है। अनि पक्का तपाईँलाई अहिले चाहिँ एकदम उसले खानेकुरा चाहिँ कन्ट्रोल गर्नु थालेको छ, त्यस्तो खाँदैन। नत्र चाहिँ खानुमा चाहिँ केटो त
मासु नभइकन के नखाने है त्यस्तो छ ल त्यही छ ल हाम्रो बाँकी रहेको भरेको पार्टीको पनि भिडियोहरू हामी अपलोड गर्नेछौँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नुहोला बाई बाई Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Kancha. Happy birthday to you. Look, Kanta, what is your knife? Knife? Kanta ko birthday, Kanta le cut garcha. Kancha lu. Happy birthday, dear Kancha. Happy Kancha. Come on, फेरि कट गर्नु लु आएर लु बोजूलाई खुवाइदिनु बोजू खानु आउनु दिदी आउनु यता लु होइन पहिला आमालाई खुवाइदिनुहोस् छाड्नु न पहिला आमा तपाईँहरू नभइकन हामी कसरी जन्मिन्छौँ तपाईँहरू नगरिकन कस्तो कुरा गर्नुहुन्छ लु त्यहाँ जानु लु Happy birthday to you. Happy birthday to you. Kancha, look at here. Look, Pupu is giving you something. Look. Keep giving, ask me Didi giving. Ask me Didi give le. Ask me Didi. Wow. Say thank you. Ask me. Ask me Didi ko to khole halu. पैसा कान्छ पैसा हो मनी से थ्याङ्क यू नाना लु खै आमालाई के खुवाइदिनु दिदीलाई के खुवाइदिनु बुढी सुजिना हेलो एभ्रिवान नमस्ते इट्स बुढाबुढी भ्लग सो आज चाहिँ हाम्रो बाबु कान्छाको ह्याप्पी बर्थडे रहेको छ सो वी आर सेलिब्रेटिङ एट हालासान ह्याप्पी बर्थडे कान्छा लभ यु तपाईहरु भ्युअर्सको लागि एउटा गुड इन्फर्मेसन है बोथ आर सिंगल तपाईहरु को हेर्दै हुनुहुन्छ ल हेर्नु यति ब्युटिफुल गर्ल्सहरु हेर्नु त अब यो ब्ल्याक ड्रेसमा हेर्नु त हैन यति राम्रै केटीहरु ल हेर्नु है ल हेर त ल मेरो बुढीलाई खोज्छु पहिला विचार जन्माएको आजै देखेर जन्माएर सिकिस्त भएर बसिरहेको थियो अलि त तरुणी भइरहेको छ हैन बाहिर मलाई फरक भएर जानु हो कसैको नजरमा लागोस् मेरो भाइ बहिनीलाई मनी फेरि दाजु त्यो वास्ता गर्दैन कि कान्छा त्यो मनी भन्छ सुमी your money? Who gave you money, Kanta? Ask me. Say thank you, ask me. Thank you, ask me. खानेकुराहरू आइसकेको छ अब डङ्कीडङ अब यहाँ हाम्रो दिदीले झारी पठाउनु भयो कालो लाएर आएको हुने रहेछ भन्दै हुनुहुन्छ बर्थडे बोय चाहिँ सामान्य गिफ्ट मन तेरो गरेर ल्याइदिनु भएछ गर्दै ल बर्थडे बोय ह्याप्पी भयो नि आज त बल्ल बल्ल पालो आयो बल्ल पालायो रिसाएर उसको बर्थडे पाल्न नआएर यसको बोतल पनि चेन्ज भएर त्यो बोतल पनि चेन्ज भएको हो नि त्यस्तो हुन्छ यस्तै हुन्छ नानी यो ग्लास त लाग्यो होला त्यसको बोतल यस्तो हुन्छ यो ग्लास चाहिँदैन हावा उठे के पुरा हेरिरहेको
ल ल यता चाहिँ मेरो आमा यता छोरी है फर्स्ट जेनेरेसन थर्ड जेनेरेसन है अब म तपाईँहरूलाई बुढो भयो भने त पत्याउनुहुन्न यो छोरी यत्रो भइसक्यो छोराहरू यत्रो यत्रो छ यी यहाँ हाम्रो अध्यक्षज्यू र सचिवज्यूको त्यो अघि बैठक पनि आज बसेन होला होइन बैठक बसेन नि होइन अनि त्यही भएर यहाँनिर यो बैठकको यहाँ कुराहरू हुँदैछ यहाँनिर गफ हुँदैछ दिपी भाइ के छ आयुष्मान ठिक छ के खेल्नु पाइन हो कि आज यो नत्र यो प्रिन्स यो पेरिस प्रिन्स अझै खाने ओइ ऱ्याप ऊ ऱ्याप खान्छ प्रिन्स उसले खान्छ अरे आर्यले है ठिक छ कि छैन भनेर होइन टेस्ट लु मुखमा छिटै खाल्न त नि ऱ्याप एकैचोटिमा तेरो खुवाइदिएर दिक्सा जहिले तर्सिन्छ ऊ त्यहाँ हेर्नु होइन भने अस्ति मेरो बर्थडेमा बर्गर 3 गममा खाइदिनु भएको आयो दादाले मैले 10 बाइट्स 10-11 त बाइट्स मैले खाएँ होला ड्रागन फ्रुट 2 ग्राममा होइन बडा हुनुहुन्छ बडा छ यहाँ फुपा र भदैनी यहाँ आज वर्षौपछि भेटेको जस्तो यहाँनिर तर वर्ष भन्दा नि 5-6 महिना त भयो होला है 1 वर्षै हुन आँट्यो है साँच्चै 1 वर्षै हुन आँट्यो अनि यहाँ फुपा भदैनीको गफै सकिएको छैन जाउँ भनेको फुपा भदैनीको गफै सकिएको छैन भन्ने छ होइन गफ पनि सकिएको रहेछ यता फेरि फुपाको सकिएको रहेन रहेछ फेरि यो अब चाहिँ हामी अलमोस्ट खाइसकेर अब म भुना लागेको छु र सबैजना अब सबै खाएर पिएर सबै गरेर फर्किँदैछौँ र आजको बुढाबुढीको भ्लग बर्थडे भ्लग यहाँनिर ल यही सबैलाई बाई बाई ह्यापी बर्थडे कान्ता खुसी जति बाड्यो त्यति बाडिने हामीले आज हाम्रो कान्छा छोराको बर्थडे अनाथ आश्रम र वृद्धाश्रम छाताचोक अवस्थित यस अनाथ आश्रम र वृद्धाश्रममा गएर मनायौँ उहाँहरूसँग हामी प्रत्येक पटक हाम्रो छोराहरूको बर्थडे मनाउँदै आएको छौँ परिवारसँग पनि मनाउँछौँ तर परिवारदेखि बाहेक उहाँहरूसँग मनाउँदै गर्दाखेरि एकदम अलग्गै किसिमको खुसी महसुस हुन्छ र तपाईँहरू पनि आफ्नो जन्मदिन मनाउदिनुहुन्छ भने के गर्न चाहनुहुन्छ भने छाताचोकमा अवस्थित यस अनाथ आश्रम या वृद्धाश्रममा गएर तपाईँले आफ्नो जन्मदिन मनाउन सक्नुहुन्छ हाम्रो ब्लग यस्तै रह्यो तपाईँहरूको सल्लाह सुझावको आशा गर्दछौँ धन्यवाद